हेलो साथीहरू, दिदीभाइ बहिनीहरू। आज विराट कोहली टेस्ट क्रिकेटभन्दा सन्यास लिइसकेको छ। यो सुन्नमा एकदम धेरै नै दुखित मन छ, किनकि 17-18 वर्षदेखि खेल्दै आएका किङ कोहली जो दुनियाँमा क्रिकेटमा राज गर्दै आएको थिए, तर आज टेस्ट क्रिकेटबाट रिटायरमेन्ट लिएको घोषणाले धेरै नै क्रिकेट प्रेमीको मन दुखेको होला, किनकि यस्तो ब्याट्सम्यान एउटा युगमा आउँछ जुन यो 21औं शताब्दीको युगमा 2008 देखि अहिलेसम्म, जुन 2024-25 अहिले भइरहेछ, यतिको बिचको अन्तरालमा यति नै राम्रो क्रिकेट खेले कि दुनियाँमा विराट कोहली भन्दा आजको युगमा ब्याट्सम्यान भेट्दैन, किनकि उहाँको क्रिकेटप्रति सम्मान, क्रिकेटप्रति लगन, क्रिकेटप्रति जुनून हेर्नु कस्तो पेसनको हिसाबले क्रिकेटमा लगन र क्रिकेटको मैदानमा उत्रिने गर्दछन्, जुन आज टेस्ट क्रिकेटको अलविदा गरेर गइसक्यो। भनौँ न, मानौँ कि गइसक्यो, किनकि आजभन्दा भोलि विराट कोहली क्रिकेटको ग्राउन्डमा, टेस्ट क्रिकेटको ग्राउन्डमा देखिन छैन, जुन आज धेरै नै भित्र मनदेखि दुखी छु। म पनि यहाँ, अनि धेरै नै करोडौँ अर्बौं क्रिकेट प्रेमीहरू आज दुखी होलान्, किनकि यहाँ चेज मास्टर एउटा ट्याग हुन्छ, जुन चेज मास्टरको ट्याग विराट कोहलीलाई दिएको थिए क्रिकेटको तर्फबाट, जुन आज त्यो अस्ताउन गइसक्यो। ट्याग त ट्याग हो, त्यो रहनेछ, युगसम्म रहनेछ, तर टेस्ट क्रिकेटमा यति योगदान जुन इन्डियालाई दिलाउन सफल भए, जुन चाहिँ अर्को ब्याट्सम्यान अथवा अर्को क्याप्टेन टेस्ट क्रिकेटमा त्यति राम्रो गर्न सके थिएन, तर आज गर्नु के गइसक्यो। हाम्रो किङ कोहली गइसक्यो, हराइसक्यो। अब एउटा मात्र फर्मेट बाँच्ने छ, जुन ओडिआई फर्मेट हुनेछ, त्यो पनि 2027सम्म मात्रै हो। रोहित शर्मा और विराट कोहली दुवैजना एकै साथ रिटायरमेन्ट लिने मन बनाएर पनि लिइसक्यो, किनकि 2024को T20 वर्ल्ड कप फाइनल जितेर त्यही बेला एनाउन्स गरे दुवै खिलाडी विराट कोहली और रोहित शर्मा कि म आजदेखि म T20 फर्मेट खेल्दैन भनेर। त्यस्तै गरी आज टेस्ट भर्खरै 4-5 दिन पहिला रोहित शर्माले टेस्टभन्दा सन्यास लिए, अनि आज 2025 मे 11 को रिटायरमेन्टको एउटा कन्फर्मेसन लेटर आएर हामीलाई धेरै नै दुखित पारेको छ। तर गर्नु के, जिन्दगी हो, यस्तै हुन्छ। विराट कोहलीको टेस्टमा कतिको योगदान छ भनेर बीसीसीआई आफै थाहा हुन्छ बीसीसीआईलाई, कि कतिको योगदान गरेर टेस्ट क्रिकेटलाई इन्डियाको यहाँसम्म कसरी पुर्याए, बीसीसीआई भन्दा अरू कोही जान्न सक्दैन। किनकि जुन बेला 2014 साल जुन इन्डियाले अस्ट्रेलियाको दौडमा थिए, त्यो बेला महेन्द्र सिंह धोनी क्याप्टेन भन्दा स्टेप डाउन गरेर
हटिएको थिए र विराट कोहलीलाई क्याप्टनको जिम्मेवारी दिएको थिए। त्यो बेला टिम इन्डिया टेस्टमा लगभग 7-8 स्थानमा थिए। तर 1-2 वर्षभित्र 15-16 भित्रै 2015-16मा विराट कोहलीको क्याप्टेनमा त्यो बेलादेखि अहिलेसम्म नै नम्बर 1 पोजिसन हासिल गरेर त्यही नम्बर 1 पोजिसनमा यथावत थिए। तर आजकल त्यो क्याप्टेन नहुँदा त्यो पनि स्थान गुमाउन सफल भए। सफल किन भन्नु, गुमाउन गए। आज विराट कोहलीको प्यासन, विराट कोहलीको एग्रेसन जुन खेल मैदानमा देखिन्छ त्यो पनि टेस्ट क्रिकेटमा जुन तपाईहरूले हेरेकै होलान्। अस्ट्रेलियामा गएर टेस्ट सिरिज हराउने पहिलो एसियन ब्याटर, पहिलो एसियन क्याप्टेन जुन विराट कोहली नै थिए। विदेशमा गएर इङ्ल्यान्ड जस्ता टिमलाई, साउथ अफ्रिका टिमलाई, न्युजिल्यान्ड जस्ता टिमलाई हराउन सफल हुने खेलाडी विराट कोहली नै थिए, चेज मास्टर नै थिए। तर दिन हुन्छ, समय हुन्छ, आफ्नो हिसाबले समय बित्दै जान्छन्, खेलाडीहरू सन्यास लिँदै जान्छन्। हेर्नु, तैपनि टेस्ट क्रिकेटमा इन्डियालाई विराट कोहलीले कुन पोजिसनबाट कुन पोजिसनमा ल्याएर राखेको छ अहिले गएर सोध्नु। ह्याप्पी रिटायरमेन्ट सर, ह्याप्पी रिटायरमेन्ट। हामी खुसी छु कि तपाईँ 10,000 रन बनाउन सक्नु भएन। खेल्नुपर्ने थियो, अझै नै खेल्नुपर्ने थियो। तपाईँ यति फिट हुनुहुन्थ्यो। तर समयको खेल हो, त्यो छोड्नु, गइसक्यो। आज हेर्नु, उहाँले गरेको टेस्टमा उहाँको रेकर्डहरू, मस्ट क्यालेन्डर इयर जुन एउटा वर्षमा कति रन, सबैभन्दा बढी रन बनाउने खेलाडी टेस्ट क्रिकेटमा बाई इन्डियन ब्याटर 2012, 2015, 2016, 2018 र 23 सालमा टेस्ट क्रिकेटमा और एभ्री फर्मेटमा मस्ट रन बनाउने क्यालेन्डर इयरमा विराट कोहली थियो। सबैभन्दा बढी डबल शतक बनाउने खेलाडी विराट कोहली नै छ, जुन 7वटा एज अ इन्डियन ब्याट्सम्यान बनाउन सफल भएछ। हेर्नु, अनि 6वटा डबल सेन्चुरी एज अ क्याप्टेन बनाउनु भएछ, जुन एउटा महानतम बल्लेबाज जुन भन्छ नि, उहाँको एउटा निशानी हो। मस्ट सेन्चुरी बाई इन्डियन एज अ इन टेस्ट विराट कोहली 20 सेन्चुरी बनाउन सफल भएको छ। मस्ट रन एज अ इन्डियन क्याप्टेन जुन 5,864 रन बनाउन सफल हुनुभएको थियो। सबैभन्दा बढी दोहोरो शतक 7वटा भइसक्यो। मस्ट इन्डियन टेस्ट क्रिकेटमा एज अ क्याप्टेन सबैभन्दा बढी टेस्ट जित्ने खेलाडी एज अ क्याप्टेन 40वटा जित्नु भएको थियो। 4 दोहोरा शतक कन्टिन्यू सिरिजमा एक प्रति अर्कोमा 4वटा दोहोरो शतक बनाउने खेलाडी विराट कोहली नै थियो। हेर्नु, त्यस्तै हाइएस्ट रेटिङ पोइन्ट बाई इन्डियन ब्याट्सम्यान जुन 937 रन 937 पोइन्ट जुन एउटा ब्याटरले पिक लेभलमा थियो, जुन साल 2018मा थियो। त्यो सालमा नम्बर 1 ब्याटर थियो। त्यो बेला 937 पोइन्ट हासिल गरेर नम्बर 1 ब्याट्सम्यानको पोजिसनमा थियो। एसियाको पहिलो क्याप्टेन जुन अस्ट्रेलियाको घरमा गएर टेस्ट सिरिज हराउने क्याप्टेन थियो 2021मा हराएर आएको। त्यो देखेर धेरै नै हामी
खुसी थियो। लगातार 9 टेस्ट सिरिज जित्ने क्याप्टेन जुन वर्ल्डमा कोही क्याप्टेन हुनुहुन्न जुन चाहिँ लगातार 10वटा टेस्ट सिरिज जित्ने खेलाडी कोही छैन जुन आज विराट कोहली थियो। मोस्ट 100 बाई इन्डियन इन अस्ट्रेलिया बाई इन्डियन इन अस्ट्रेलिया सबैभन्दा बढी सेन्चुरी हान्ने खेलाडी टेस्टमा विराट कोहली थियो 7वटा। आज हामी उहाँको रिटायरमेन्ट देखेर अन्तर्मनले उहाँको सलाम गर्दैछु कि तपाईँ जति खेल्नुभयो, जहाँ गएर खेल्नुभयो, तपाईँले नाम धेरै नै कमाउनुभयो। नाम, शोहरत, दौलत धेरै नै कमाउनुभयो। सल्युट छ तपाईँ हजुर सरलाई। ह्याप्पी रिटायरमेन्ट सर। धन्यवाद।